अनि अब त्यही भएर जही पनि म ओ माई गड अहिले क्याप्चर भयो। म ठ्याक्कै त्यो पोल मुनि आइपुगेको, पोलमा आगो लाग्यो। म त्यहाँ पुगेर आएँ त्यो चोक पृथ्वीवाला चोकमा। अनि त्यस पछाडि अब स्कुटर कुदाएर आएको, धेरैतिर डुलिनँ म, अलिक टाढो हुँदो रहेछ। तर म त्यति धेरै पनि टाढो भएको छैन कि अस्ति बसमा धरान पुगेर धरानदेखि घर पुग्दाखेरि मेरो पुरै ब्याक पेन भएर जोर गलेको थियो कि म। अति नै त्यो बाटो खराब भएर बसको कुरा यतै एन्सर, अनि प्लस 3-3.5 घन्टा बसेर होला होइन, बसमा त्यत्रो बेर लाग्यो, त्यही भएर पनि होला। तर आज स्कुटरमा म कटारी भनेको त 200 किलोमिटर प्लस, नियरली 200 किलोमिटर प्लसै हो होइन, 200 किलोमिटर प्लस, झनै 250 किलोमिटर जति होला सुरुङ्गादेखि। म त्यति त ट्राभल गरेर आइसकेँ। अब भनेको मलाई काठमाडौँको लागि चाहिँ हाफ डे भयो आइसकेको छु। यति हुँदा पनि त्यस्तो धेरै टायर्डनेस फिल भएको छैन होइन, नर्मलै छ, यतिको जे होस् नर्मलै छ। अनि अब त्यही भएर जही पनि म ओ माई गड अहिले क्याप्चर भयो। म ठ्याक्कै त्यो पोल मुनि आइपुगेको, पोलमा आगो लाग्यो। आगो त लागेन, मतलब पड्क्यो, केही पनि भएन। म ठ्याक्कै मुनि आइपुगेपछि के म तर्सेर पर पुगेँ, आगोको झिल्काहरू झऱ्यो, अँध्यारो भयो, अँध्यारो भयो। तर जस तर्सेमा सातो गयो, लाइन गयो जस्तो छ। अब सबैतिर लाइन गयो, त्यसले गर्दाखेरि लाइन गयो। ठ्याक्कै म त्यहाँ मुनि पुगेपछि के अब केही देखेन, लाइन पनि गयो पोलमा। म त सक भएँ, म त आनन्दले हिँडेर त्यही एक्कासी ठ्याक्कै त्यहाँ पुगेपछि कि म त फेरि रेकर्ड गर्दै हिँडिरहेको थिएँ। हजुर कसैलाई भेटेन, तर्सियो मात्रै भयो कि। म पनि ठ्याक्कै त्यहाँ मुनि पुगेको थिएँ। ल अब खानासाना खाने, सुत्नु, बाँकी भोलि कन्टिन्यू हुन्छ भिडियो। आजलाई चाहिँ यति नै ल, म आफू बस्नु होटललाई पुगेँ ल, बाँकी भोलि कन्टिन्यू हुन्छ। यो भिडियो हालिहाल्छु भोलितिर।